विगतका कार्यशैलीले आज ब्याङ्कमा पैसा थुप्रिया छ, लिने मान्छे छैन भने त्यो चाहिँ के भने कुनै व्यवसायीलाई नि हिम्मत छैन, रिस्क लिन तयार छैन भने केले भन्दा त्यो मौजुदा चाहिँ कार्यशैलीले हो नि त। भने त्यो चिज हटाएर जानुपर्छ। त्यसले चाहिँ समग्र मुलुकको लागि अब यहाँ धेरैवटा क्रान्ति सिद्धिसकेका छन्। अब आर्थिक क्रान्तिको पार्ट बाँकी छ, त्यसमा बहस चलाउनुपर्छ। त्यसबाटै चाहिँ मुलुक समृद्ध हुन्छ। हाम्रो जस्तो सानो मुलुक, दुईतिर विशाल समृद्ध मुलुकहरूको बिचमा छौँ हामी। यसलाई चाहिँ आफ्नो उत्पादन भनौँ न, ट्रेडिसनल व्यवसायबाट पनि हामी धेरै प्रगति गर्न सक्छौँ। संसारका मुलुकमा जङ्गल छ, जडीबुटी छ, जङ्गलले धनी देश छिमेकी त्यत्र विशाल देशहरूमा 19 र 21% छ, हाम्रोमा 47% पुग्न लागिसक्यो वन जङ्गलको क्षेत्र। भनेपछि हामी काठ मलेसियाबाट आयात गरेर घरको झ्यालडोका बनाउँछौँ भनेपछि ढलापडा कुहिएर सडेर डडेलुले खाने त्यस्ता चिजहरूलाई सदुपयोग गरेर निर्यात गर्न सक्छ। नेपालले खर्बौँ रुपियाँको निर्यात गर्न सक्छ। आफूले चाहिँ उपभोग गरेर मुलुकभित्र आवश्यकता पुरा गरेर पनि खर्बौँ रुपियाँको निर्यात गर्न सक्छ। जडीबुटी छ, यहाँ भ्यालु एड गर्न सक्ने प्रशोधन कारखाना खोल्न सकिन्छ। त्यसको लागि टेक्नोलोजी ल्याउनु पर्यो। हामीसँग संसारकै सबैभन्दा अल्गो हिमालको मुलुक हाम्रो। धार्मिक पर्यटकहरू भित्राउनु छ, पर्यटनमा ठुलो सम्भावना छ। अब त्यसै गरेर 10वटा कमसेकम महत्त्वपूर्ण क्षेत्र पहिला छानेर पहिलो चरणमा त्यसमा विशेष काम गर्यो भने चाहिँ छोटो समयमा मुलुकले प्रगति हासिल गर्न सक्छ भन्ने लाग्छ मलाई।